यसमा चाहिँ बब्बाल मजा आइरहेको छ मलाई चाहिँ है। फाइनली म चाहिँ आइसक्यो साइक्लिङमा है। आज फर्स्ट टाइम चाहिँ यो साइक्लिङ गर्दा होइन, फर्स्टचोटि गर्दा चाहिँ मलाई गाह्रो पर्यो होइन। किन हेलो गाइज एन्ड वेलकम ब्याक टु माई न्यू एपिसोड होइन। आज चाहिँ हामीहरू आइसकेका छौँ धनगढीमा एन्ड मेरो साथीहरूसँगै होइन। एन्ड हामीहरू आइसकेका छौँ फाइनली फिस रिजर्ट होइन। धेरै फेमस भइसकेको थियो क्या फिस रिजर्ट भनेर हामीले पनि जाने भनेको थियौँ, तर आउने समय नभएर हो। सो आज हामी पनि आइसकेका छौँ फाइनली। लुक एट देयर, यो चाइल्डहरूको लागि एकदमै खेल्ने व्यवस्था छ यहाँ चाहिँ है। यो चाहिँ चिल्ड्रेनको लागि। एन्ड देन यहाँ फोटोसुट यहाँनिरपट्टि हेर्नु सक्नुहुन्छ है। लुक एट देयर, यहाँको मान्छेहरूको भिड लागेको एकदम बबाल छ क्या। फेरि यता अब चाहिँ फिसिङ, यो फिस रिजर्टमा चाहिँ खेल्ने ठाउँहरू चाहिँ यता छ क्या। फन गर्नलाई विभिन्न कुराहरू छ क्या यहाँ चाहिँ है। चाहिँ यस्तो सानसानै भए पनि यहाँ चाहिँ इन्जोय गर्नका लागि चाहिँ बबाल एरियाहरू छ क्या। यो साइकल बोटिङ एन्ड यो अर्को बोटिङहरूदेखि लिएर हामी यो बल लाइकहरू होइन यस्तो छ पुरा। यहाँ खेल्नेहरूको भिड पनि यस्तो छ है। यता माथि हाम्रो यो लाइन देख्न सक्नुहुन्छ, जिप लाइन हो यो चाहिँ। सो यतापट्टि हेर्नुहोस्, यहाँ बोटिङ ट्राई गर्दैछन् एन्ड यो बच्चाहरूले हेर्नुहोस् फन गर्नलाई। हेर्नुहोस् जिप लाइनबाट गइरहेको छ मान्छे चाहिँ होइन। बच्चाहरूले गर्दैछन् चिल। म चाहिँ फाइनली यो साइक्लिङ गर्न गइरहेको छु होइन। यो बोटिङ साइक्लिङ यो चाहिँ हामीले गर्नेछौँ। सो मेरो दुईजना साथीहरू चाहिँ गइसक्यो तल। अब म चाहिँ योवाला साइकल आइसकेपछि जाने हो होइन। विथ नेपालको झन्डा खान त होइन, त्यसमा जाने भन्ने हो। यता जिप लाइनहरू गरिरहेको छ न। मलाई चाहिँ खासै मन परेन जिप लाइन चाहिँ है। यो गर्न चाहिँ खासै त्यति रहर लागेन। सो त्यही भएर म चाहिँ यो चाहिँ गर्दैन, म चाहिँ यो चाहिँ हामी हान्छौँ होइन। यो साइक्लिङ चाहिँ म गर्छु। सो यता योवाला बोटिङहरू पनि छ एन्ड जिप लाइन एन्ड यो साइक्लिङ चाहिँ बोटिङ साइक्लिङ छ होइन। सो अनि बच्चाहरूको लागि त्यो ब्यालोन टाइप त्यो पनि छ। सो हामीले चाहिँ यसमा चाहिँ गर्नेछौँ साइक्लिङ। सो हाम्रो चाहिँ योवाला फ्ल्यागवालामा चाहिँ म जानेछु। मेरो साथीहरू चाहिँ त्यहाँ पुरा गोल गोल घुमिरहेको छ होइन। सो गाइस फाइनली म चाहिँ आइसक्यो साइक्लिङमा है। सो यता फिस रिजर्टको साइक्लिङ गर्दैछु मैले चाहिँ। अनि यतापट्टि चाहिँ यो जिप लाइनको एरिया है। सो यतापट्टि चाहिँ मैले फ्ल्याग राखेर साइक्लिङ गर्दै मेरो साथीहरू त्यहाँ छ होइन। तिनीहरूलाई चाहिँ म लिन जान्छु है। सो साथीहरूसँग रमाउनु चाहिँ म जान्छु त्यहाँ। आज फर्स्ट टाइम चाहिँ यो साइक्लिङ गर्दा होइन, फर्स्टचोटि गर्दा चाहिँ मलाई गाह्रो पऱ्यो होइन। किनभने यस्तो टेरो गइरहेको थियो क्या। सो अलिकति यताबाट यो क्याम्पबाट चाहिँ मैले चाहिँ अलिकति सामानहरू लगेर त्यहाँ गएँ होइन। त्यति बेलासम्म चाहिँ म पर्फेक्ट क्या। फेरि अहिले चाहिँ फेरि बबाल चल्दिरहेको छु है। यस्तो राइड गर्दै गइरहेको छु है। एक हातले राइड हान्दै अनि साथीले उता बसेर हेरिरहेको छ मलाई चाहिँ है। म त साथी कहाँ जान्छु। सो यतापट्टिको सनसेटको लुक एन्ड देन यो पोखरी होइन। फिस मतलब यसमा चाहिँ माछा पनि छ अरे। एन्ड देन यो चाहिँ हेर्नुहोस् न ढोका यो चाहिँ एउटा साइक्लिङ बोटिङ होइन। बबाल मजा आयो क्या यसमा चाहिँ। सो जिप लाइन पनि खेल्ने भनेको थिएँ, जिप लाइनमा त्यति खासै मजा देखेन मैले। सो यो जस्तो मजा चाहिँ जिप लाइनमा छैन क्या। सो जिप लाइनको जुन मजा छ नि त्योभन्दा धेरै मजा त यसमा छ क्या। बचपनदेखि साइकल चलाएको बानी होइन। यस्तो गर्नु मजा आउँछ नि त साइक्लिङमा चाहिँ होइन। एन्ड बबाल मजा आउँछ नि त। सो त्यसका लागि हेर्नुहोस् यो चाहिँ यी साथी चाहिँ यहाँ छ। एउटा चाहिँ ऊ त्यो कुनामा छ क्या। म चाहिँ यो मिड पोइन्ट कुनासम्म जानेछु एन्ड देन रिटर्न जानेछु होइन। यो हेर्नुहोस् होइन बब्बाल हिसाबमा म चाहिँ गइरहेको छु। एन्ड मेरो बोटिङ चाहिँ एकदम यादगार भयो क्या। साथीहरूलाई चाहिँ रिटर्न बोलाइसक्यो किनभने त्यो मभन्दा अगाडि आएको थियो नि त। सो तिनीहरूलाई रिटर्न बोलाइसक्यो। म चाहिँ यहाँ राउन्ड हान्दैछु होइन। बब्बाल मजा आइरहेको छ क्या। फेरि जिप लाइन मैले पहिला अफ द भिडियो ट्राई गरेको थिएँ क्या। मतलब योभन्दा धेरै पहिला होइन। एन्ड त्यति बेला मसँग खासै डिभाइसहरू नभएर मैले चाहिँ भ्लग दिन सकेको थिएन नि त। सो त्यति बेला चाहिँ मैले युट्युबमा भिडियोहरू हालेको थिएन क्या, मोबाइल नभएर है। अहिले पनि मैले बेसिकली हाल्ने भने मोबाइलबाटै हो भिडियोहरू होइन। पहिला म सानो एन्ड्रोइड मोबाइलबाट हाल्थेँ भने अहिले अलि राम्रो क्वालिटीको भिडियोहरू दिने प्रयास गर्छु होइन। तर मैले हाल्ने भनेको भिडियोहरू भनेको चाहिँ मोबाइलबाट नै हो क्या खासमा। सो मैले खासै यो
क्यामेराहरू युज गर्दैन नि त। सो पहिला चाहिँ मैले त्यो जिपलाइन गर्दाखेरि अलिक सर्ट एरियाहरूमा मजा चाहिँ आउँदैन क्या, लङ एरियाहरूमा भयो भने चाहिँ मजा आउँछ होला होइन। तर एकदम छोटो छोटो क्या, यहाँ पनि त्यस्तै 100-200 मिटरको छ होइन, त्यसमा के मजा आउँथ्यो र होइन। त्यही भएर मैले चाहिँ त्यो गर्न चाहेन है। सो मैले चाहिँ सिलेक्ट गरेँ यो बोटिङ साइक्लिङ होइन। सो यसमा चाहिँ बब्बाल मजा आइरहेको छ मलाई चाहिँ है। हेर्नु सक्नुहुन्छ मैले चाहिँ एकदम मस्त राइड हान्दैछु होइन, पुरा मोबाइलसम्म। सो मलाई चाहिँ मजा आइरहेको भनेको यसमा छ। एन्ड मैले नेसनल फ्ल्यागलाई चाहिँ छुटाएको छैन नि फेरि होइन। सो यतिको धनगढी फिस रिजर्टमा अरू केही नभए पनि यत्तिका लागि चाहिँ रमाइलो एरिया छ क्या होइन। यो साइक्लिङ बोटिङ जो छ नि यो चाहिँ एकदम बेस्ट लाग्यो मलाई चाहिँ होइन। बाँकी अन्य कुराहरू पनि छ, बच्चाहरूको फन गर्नलाई पनि, बच्चाहरूको लागि पनि धेरै कुराहरू छ, एन्ड ठुलाहरूलाई पनि धेरै कुराहरू छ होइन, नभएको चाहिँ होइन है। तर अब जुन यो हाम्रो यो चाहिँ छ नि यो चाहिँ बेस्ट नै हो क्या यो, किनभने मलाई लागेको बेस्ट लागेको कुरा भनेको चाहिँ यही हो क्या। एकदम यो साइकल बोटिङ चाहिँ एकदम बवाल छ क्या, एक्सर्साइज पनि हुने होइन, रमाइलो नि हुने, फन नि हुने। त्यहाँ हेर्नु न बच्चाहरूले कस्तो रमाइलोसँग खेल्दैछ क्या ऊ त्यहाँ। एन्ड सबैलाई चाहिँ मनपर्ने भनेको बोटिङ यही छ क्या, यसमा सबै कुराहरू छ क्या, हेल्थ एक्सर्साइजदेखि लिएर सबै कुराहरू हुन्छ होइन। अनि बच्चाहरूको लागि धेरै फन गर्ने कुराहरू छ। तपाईँहरू एकपटक चाहिँ पक्का पनि आउनु होला क्या यतातिर, किनभने यसमा चाहिँ एकदम मजा छ क्या, रमाइलो छ क्या यो चाहिँ है। यसमा त्यति पैसा धेरै महँगो पनि छ भन्न चाहिँ मिल्दैन। 200मा चाहिँ तपाईँले बोटिङ साइक्लिङ बोटिङ गर्न सक्नुहुन्छ होइन, साइकल बोटिङ। एन्ड 300मा चाहिँ जिप लाइन एन्ड बोटिङ नर्मल बोटिङलाई चाहिँ तपाईँलाई 100 रुपियाँ पर्छ क्या पर व्यक्ति। सो धेरै महँगो चाहिँ छैन, एकदम बेसिक प्राइसमा राम्रो छ भनौँ होइन, बेसिक प्राइस छ यसको चाहिँ। एन्ड राम्रो पनि राम्रो छ क्या। सो कम प्राइसमा चाहिँ राम्रो गर्नको लागि चाहिँ यता तपाईँले मजाले यो चाहिँ गर्न सक्नुहुन्छ है। सो साइकल बोटिङ चाहिँ बेस्ट लाग्यो मलाई चाहिँ। सो म चाहिँ यहाँ पुरै घुमिरहेको छु। एन्ड अब यहाँबाट यो साइकल यो बोटिङको लागि होइन, यो बोटिङ घुम्दै घुम्दै म त यो जिप लाइनको सामानहरू पनि लगेर जाने हो क्या उतातिर। सो लगिदिनु भनेर थाहा छु, अनि देन मैले लगेर जान्छु। अहिले चाहिँ यता सामान राखिसक्यो होइन, यिनीहरूको सामानहरू पुगाउनु पर्ने थियो क्या। सो यो सामानहरू पनि मैले लगेर गइदिरहेको छु क्या होइन। सो मैले अफ द क्यामेरा भन्नुभन्दा पनि सिधै अन द क्यामेरा नै भन्छु क्या। यताको बोटिङ प्राइसहरू चाहिँ साइक्लिङ बोटिङको 200 एन्ड यो नर्मल बोटिङको चाहिँ 100 एन्ड यो बच्चाहरूको चाहिँ आई डोन्ट नो होइन, किनभने बच्चाहरूको मलाई थाहा छैन। एन्ड यतापट्टि यो जिप लाइन एरियाहरूको चाहिँ 300 प्राइस छ। एन्ड 2जना व्यक्ति छ, कपल छ भने 250 नै हुन्छ होला जस्तो लाग्यो क्या होइन। सो फाइनली हामीले चाहिँ यहाँ बोटिङ गरेर आइसक्यौँ होइन। सो अब हामी चाहिँ जान्छौँ अगाडितिर। यस्तो हेर्नुहोस् होइन, पुरा यहाँबाट अब हामी निस्किरहेको है, हामीलाई लेट पनि भइसक्यो क्या। सो सबै कुरा मोबाइल नै लाग्यो होइन। सो अब हामी चाहिँ घरतिर निस्किने भन्दैछ होइन, साथीहरूलाई पनि जाम भन्दा अलिक ढिला नै भइसक्यो। सो हामी चाहिँ निस्किँदैछु घरतिर। एन्ड नेक्स्ट भ्लगहरू हामी छिटै गर्छौँ। र यताको भ्लग चाहिँ कस्तो लाग्यो तपाईँहरूले चाहिँ भनिदिनु होला है। हामी चाहिँ फेरि बाइकमै चाबी छोडिदिएर हिँड्दै थियौँ क्या, कसैले पनि लगाएको थिएन फेरि हाम्रो बाइक है। सो हामी चाहिँ अब यहाँबाट निस्किरहेको है फाइनली। यस्तो गर्मी पनि भयो, जाम भन्ने हो। सो हामी निस्किन्छौँ। थ्याङ्क्स फर वाचिङ दिस भिडियो गाइज, लभ यु अल, बाई बाई।